वसन्त ऋतुको आगमनसँगै फुल्ने यो साकुरा फुल जापानमा एकदमै धेरै फेमस छ र यो साकुरा हेर्नको लागि चाहिँ एउटा पर्व जस्तै नै लाग्ने गर्छ। सिगाचु भनेको चाहिँ अब अप्रिल महिनाको सुरुवातसँगै नै फुल्ने गर्छ र यो ठाउँ अनुसार चाहिँ अब फरक ठाउँमा फरक तरिकाले चाहिँ यसलाई चाहिँ सजाइएको हुन्छ। हामी चाहिँ आज यसलाई हेर्नको लागि चाहिँ यामानासी केनमा आएका छौँ। बिहानैदेखि बिहान 7 बजे उठेर एकदमै राम्रो ह्यान्डसम चट्ट परेर चाहिँ आइसकेका छौँ र यो एकदमै मनमोहक लाग्दो चाहिँ ठाउँमा आइसकेका छौँ। अनि यसलाई चाहिँ हामीले चाहिँ आँखाले हेरेर एकदमै भरपुर मनोरञ्जन लिएर अब चाहिँ भिडियो गराउनुपर्छ। यो यति राम्रो कुराहरू त अरूलाई पनि देखाउनुपर्छ, यहाँ आउन नपाउनेहरू, अरू देशमा हुनेहरूलाई पनि भनेर। अनि अरू देशमा हुनेहरूले पनि उहाँको विभिन्न किसिमको प्रकृतिलाई चाहिँ खिचेर पठाउनुहुन्छ अनि एकदमै खुसी लाग्यो। र यो देख्दै गर्दाखेरि चाहिँ म भित्र चाहिँ एकदमै मस्त आनन्द अनि एकदमै आउनै पर्ने रहेछ। र यहाँ आइसकेपछि यस्तो मजा आइरहेछ। अनि हामीसँग आएका साथीहरू पनि हुन्छन् यहाँ चाहिँ अहिले चाहिँ थाकेर एकदम धेरै भिडियो बनाएर चाहिँ बसेको छन् कुक्रुक्क। अनि तर यिनीहरू थाके पनि यो मौसम चाहिँ थाकेको छैन, एकदमै मस्त तरिकाले। अनि हामी चाहिँ आजको एक दिनभरि चाहिँ मजाले यहीँ वरिपरि चाहिँ घुम्ने रमाइलो गर्ने भनेर आएको छौँ। र हामी भन्ने बित्तिकै चाहिँ अब म पनि छु र मेरो चाहिँ आवाज मात्र है त। ओके, थ्याङ्क यू।